हेलो साथीहरू, वेलकम टु माई ब्याक न्यू भिडियो। आज पनि म कहाँ जानु लागेको होला साथीहरू, बिहानै है कहाँ जानु लागेको होला है, भोट हाल्न जानु लागेको म चाहिँ बिहानै गइसकेपछि अलि छिटो हुन्छ कि भन्दै हिँडेको है म गएर चाहिँ भोट हाल्नु पर्ने हुन्छ। अनि मौसम पनि यस्तो भइरहेको किन हिजोदेखि हुस्सु लागिरहेछ है, हिजोदेखि खासै राम्रोसँग घाम पनि लागेको छैन है। त्यस्तै छ साथीहरू। अब भोट केमा हालिदिन्छ होला है, भोट केमा हाल्छु होला मैले साथीहरू, भोट केमा हाल्छु होला। यस्तो छ है, जङ्गल जानुपर्ने हुन्छ। अब म चाहिँ घरदेखि हिँडिसकेको छु है, म अब केही टाइममै पुग्छु होला। एक पाउने घन्टा जति लाग्छ होला। तल छ के पालिका पनि, मेरो घर माथि हो नि त, मेरो माथि दाँडैमा पर्छ नि त, ओह्रालो झर्नु पर्छ। साथीहरू म अस्ति पानी भरेको ठाउँमा पनि आइपुगेँ है। यस्तो छ पानी भर्ने ठाउँमा चाहिँ, अनि ऊ यस्तो भिड छ कि उँभा त त्यहाँ झरेको नि त, त्यही भएर यस्तो भयो। दामी छ कि पानी चाहिँ यहाँको, फेरि चिसो हुन्छ है। यस्तो जल पनि छ, जल यहाँदेखि उम्रिरह है, तिर पानी बोकिरह है। यहाँ चाहिँ पानी उम्रिने ठाउँ हो है। यहाँ चाहिँ 12 मास हुन्छ के, हिउँडा बर्खा एकैनास हुन्छ। बर्खामा त झन् भन्नै परेन, यहाँ झन् ठुलै हुन्छ। अनि हिउँडामा पनि ठिकै हुन्छ क्या पानी है। यहाँबाट चाहिँ सङ्कलन गरेर ल्याउनु भएको है। यस्तो बनाएर यहाँ चाहिँ टङ्की छ, उहाँले पानी खाने टङ्की है। यस्तो बनाएर लग्नु भएको छ। यस्तो भिडमा धन्न पहिला खसेर चाहिँ यो टङ्की फोड्दैन क्या कसै अवरोध पारेको है। त्यसै छ दाजुभाइहरू है, बास काम चलाउनु भएको। अलि तालतुल गरेर भए पनि काम चलाउनु भएको छ है यताको यो पानी खाने जनताहरूले चाहिँ। हिजोदेखि किन कुहिरो लागिरहेछ, हिजोदेखि हुस्सु लागिरहेको किन होला। बातीको छेउमा कत्रो रुख छ है। आमा यसले चाहिँ मौवा भन्छ है साथीहरू। यो चाहिँ मौवाको रुख हो, कत्रो वर्ष। हेर्नु त, बाबा डेन्जर ठुलो छ क्या, बुढो भइसक्यो आजभोलि त। यो रुख त कमसेकम पनि भयो होला 200-300 साल त भयो होला है। डेन्जर ठुलो छ कि, डेन्जर ठुलो छ भन्नै पर्दैन यो रुख चाहिँ। दाउरा गर्न घाँस काट्न आउने मान्छेहरूले चाहिँ यहाँ आगो तापेर घाँस काट्नु भएको रहेछ। तित्ताउँछ नि त गाउँतिर तित्ताउँछ है, तुसारो पर्छ, शीत पर्छ है, त्यही भएर आगो फुकेर तापेर घाँस काट्नु पर्ने हुन्छ। चिसो हुन्छ नि त गाउँतिर त, यस्तो खोल्चा खाल्चीमा है। त्यही भएर आगो फुकेर ताप्नु भएको छ। हेर्नु न, पुरै कुहिरो लाग्छ क्या, टमाल भन्छ यसले चाहिँ, कुहिरो भन्दा पनि टमाल भन्छ है। यस्तो छ कि, यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला है। यदि पुरानो हुनुहुन्छ भने लाइक सेयर गरिदिनु होला है। यस्तो रिलेटेड भिडियो लिएर आउने नै छु तपाईँहरूको माझमा है। म चाहिँ मदर बाटोमा आइसकेँ है। मदर बाटोमा आइसकेसँगै यो देख्न सक्नुहुन्छ, यो हाम्रो बोडीघाट गाउँपालिका 9 उपल्लो चौरमा रहेको एनटिसीको टावर है। यो चाहिँ एनटिसीको टावर हो, हाम्रो गाउँमा भएको है। मेरो घरमा पनि यही टावरले चाहिँ काम गर्छ है। र अफसोस बस केही कमसेकम 1-2 महिना पछाडि चाहिँ एनटिसीको गाउँमा चाहिँ लास्ट डे नेट स्लो भएको थियो कि, त्यो के कारणले त्यो त थाहा भएन है। तर यही टावर हो है हामीले चलाउने भनेको चाहिँ। यो कमसेकम पनि भयो होला, टन्नै चाहिँ भयो यो टावर राखेको है। म चाहिँ गाउँमा आइसकेँ है। हेर्नु न, उनीहरू कस्तो हुस्सु लाग्छ आज। त्यो चाहिँ बोडीघाट 7 पर्छ भिङ्गी थियो भन्ने ठाउँ पर्छ है। कस्तो हिजोदेखि चाहिँ कुहिरो लागेको छ क्या यो गाउँतिर चाहिँ, के भएर खाइ कुन्नी। पानी आन पनि सकेको छैन है, घाम लाग्न पनि सकेको छैन। मौसम चेन्ज भइरह, मान्छेहरूले बिरामी गराइरह है, आफ्नो ख्याल राख्नुलाई है, स्वास्थ्यको ख्याल राख्नुलाई। घाम चाहिँ त्यहाँ, तर घाम लाग्न पनि सकेको छैन, पानी आउन पनि सकेको छैन, कुहिरो मात्र लाग्यो साथीहरू है। हेर्दै गर्नु होला। यो चाहिँ क्या दामी बनाउनु भएको क्या पालिकाले चाहिँ। यो कमसेकम पनि पालिकै बजेटबाट आएर बनाएको बाटो चाहिँ हो। तर यतिको गरिदिनु भएको जनतालाई धेरै सुविधा छ। यतिको बाटो भए पनि धेरै सुविधा हुन्छ नि है।
यस्तो बाटो चाहिँ यस्तो बनाइदिनु भयो जे दामी छ है बाटो चाहिँ सानो गोरेतो बाटो भए पनि यतिको चाहिँ हुनुपर्छ के भन्न चाहन्छु म अनि यहाँ मुनितिर चाहिँ शिव राम मन्दिर छ है क्या दामी देखिरहेको कि यो चाहिँ राम मन्दिर बाटो चाहिँ यस्तो छ है दामी छ यो ठाउँमा चाहिँ विकास भयो नभएको भन्ने होइन टावर पनि आयो है खानेपानी पनि छ अनि बाटो छ है अनि जेको पनि सुविधा छ कि यो गाउँमा चाहिँ ठिकै छ भन्नुपर्छ पालिकाले यतिको गरिदिनु भएको है यो चाहिँ स्वास्थ्य चौकी भन्दा पनि टाइममा चाहिँ नानी बाबुहरूले जोख्ने अनि खोप लाउने ठाउँ भवन चाहिँ यहीँ चाहिँ छ है यो भवन भयो यो राम मन्दिर भयो त्यो चाहिँ प्रतीक्षालय चाहिँ उपलचौरको जनताहरू चाहिँ के हुनुहुन्छ भन्दाखेरि यहाँ आएर मिटिङ बस्नुहुन्छ के साथमा राम मन्दिर उतापट्टिको भवन है अनि यो चाहिँ प्रतीक्षालय है जे ठिकै छ विकास भयो नभनी होइन यो गाउँमा पनि भयो राम मन्दिर साथमा छ अनि यो प्रतीक्षालय उतापट्टिको चाहिँ भवन महिनामा एकचोटि हुन्छ है बारम्बार चाहिँ हुँदैन कि डेली चाहिँ हुँदैन कि महिनामा एकचोटि चाहिँ यहाँ स्वयंसेविका आउनुहुन्छ पालिकाबाट चाहिँ स्वयंसेविका आउनुहुन्छ यहाँ अनि त्यही अनि नानीहरू जोख्ने है पोलियो थोपा खुवाउने सुई लाउने चाहिँ काम त यहीँ पनि हुन्छ है तल स्वास्थ्य चौकीमा धाई गर्नु चाहिँ पर्दैन है यस्तो छ यस्तो मुनिबाट यस्तो गाह्रो लगाएर है यो चाहिँ पिपलको बोट है साथीहरू यो चाहिँ बोरीघाट गाउँपालिका 9को स्कुल हो यो स्कुलमा चाहिँ मैले पनि पढेको हुँ है 2 साल जति पढेँ 4-5 चाहिँ मैले यही स्कुलमा पढेको है त्यहाँ बोर्ड पनि देख्न सक्नुहुन्छ है त्यहाँ छ बोर्ड चाहिँ जस्तो दामी छ यो स्कुलमा मैले पनि पढेँ है मैले पहिलोचोटि आउँदाखेरि यो क्लासमा पढेँ अनि यो क्लासमा पढेँ यो क्लासमा पढेको क्या मैले है जस्तो दामी छ भवन पनि बन्दैछ है कति 1-2 साल कति भयो अझै बन्दैछ यो भवन चाहिँ बस ढलाइ मात्र हालेर छोड्नु भएको छ जो ठिकै छ गाउँपालिकामा है यतिको चाहिँ हुनुपर्छ किनभने यतिको भएन भनेपछि आफ्नै गाउँमा भएको विद्यार्थीले आफ्नै गाउँमा पढ्न पाउनुपर्छ क्या साथीहरू है मेरो धारणा चाहिँ त्यो हो आफ्नै गाउँको बालबच्चाहरूले चाहिँ आफ्नै गाउँमा पढेको राम्रो के किनभने मसिना हुन्छ नि त जस्तै यो प्राथमिक भनेको त 5 क्लासदेखि मुनि है 5 क्लासदेखि मुनि 3 क्लास पनि हुन्छ कोही त है त्यही भएर सानो बालबच्चाहरूले चाहिँ आफ्नै गाउँमा है आफ्नै गाउँमा सानो विद्यालय प्राथमिक विद्यालय भए पनि आफ्नै गाउँमा पढेको राम्रो धेरै टाढा हिँडेर जान नपरोस् है हामी त सानोमा चाहिँ हिँडेकै चाहिँ हो है यो स्कुलमा आउन पनि सानोमा त लाग्थ्यो 1 घन्टा 1.5 घन्टा जति लाग्थ्यो सानोमा म पनि यहाँ यही स्कुलमा आएर पढेको है यो स्कुलले पनि मलाई धेरै शिक्षा दिइसकेको छ है त्यही भएर 4-5 चाहिँ मैले यहाँ पढेँ अनि 5 देखि उता चाहिँ मैले गुल्मीमा पढेँ है 8 सम्म गुल्मीमा पढेँ अनि 10 फेरि आफ्नै जिल्लामा आएर पढेको मैले चाहिँ आफ्नै जिल्लामा आएर 10 क्लास अन्डर एसएलसी गरियो है ल फाइनली साथीहरू म चाहिँ निर्वाचनको लोकेसनमै आइपुगेको छु है भोटिङ हाल्ने ठाउँमै आइपुगेँ म चाहिँ है सिधै तल झरेछु म चाहिँ यो चाहिँ हाम्रो स्वास्थ्य चौकी है देख्न सक्नुहुन्छ त्यहाँ चाहिँ भोट हाल्ने कार्यक्रम जारी छ है अब म पनि गएर भोट हाल्नुपर्ने हुन्छ है अब के कस्तो हुन्छ पसिना भइरहेछ झर्दाखेरि फङ्गाल्दै झरेको साथीहरू है त्यस्तो छ माहौल है चुनावको माहौल चाहिँ त्यस्तो छ साथीहरू फाइनली साथीहरू मैले भोट हालेर पनि आइसकेँ है भोट हालेर पनि आइसकेँ पसिना भयो बिहान त कुहिरो लागेको थियो शीतल थियो मैले हालेर आइसकेँ है हाल्न झर्नु भएको जनताहरू पनि है म चाहिँ बिस्तारै निक्लिनु पर्ने हुन्छ अब है मैले हालेर आइसकेँ है केमा हालेर त मैले दाजुभाइहरू साथीहरू कमेन्ट गर्नु है तपाईँहरूले कुन पार्टीमा हाल्नुभयो कुन चिन्हमा हाल्नुभयो कमेन्ट गर्नुलाई है म चाहिँ अहिले निस्किँदैछु है बाटो पनि क्या दामी छ है हाम्रो गाउँको मान्छेहरू आइसक्नु भएछ भोट हाल्नको लागि केमा हाल्नुहुन्छ है हेरौँ नमस्ते बाजे भोट हालेर आइयो बाजे हामी त हजुर कहिले लानु भएको
हिजो आउनुभयो ए घुर त छैन हजुर छैन अहिले त तिम्रो जाँदा भन्नु अब त भइसक्यो नि भइसक्यो अब त हुन्छ अब त पेलिन्छ केमा हाल्ने सोच गर्नुभएछ केमा हाल्ने सोच गर्नुभएछ के भन्छ हात केमा जान्छ होइन बाजे केमा जान्छ के छ यो भलको भिडियो केमा हाल्यौ त्यो बद्ला हाम्रो गाउँको मान्छेहरू पनि आइसक्नु भएको रहेछ फाइनल्ली है चुनाव भोट हाल्न है जाँदै हुनुहुन्छ केमा हाल्नुहुन्छ है मलाई सोध्दै हुनुहुन्थ्यो ठिकै छ अन्त आफ्नो आफ्नो विचार हो है जसले जेमा हाले पनि आफ्नो आफ्नो विचार हो हाम्रोले भन्दा पनि राम्रो जिताउनु पर्छ है कहिलेसम्म त हामी जस्ता युवाहरू बाहिर जाने है अनि घरमा अहिले भन्नुहुन्छ भने मेरै गाउँमा भन्नुहुन्छ भने अहिले मान्छे मर्दाखेरि सब उठाउने मान्छे छैन कि त्यही हो गाउँमा 2-4 जना केटाहरू छन् सानो मसिनो भाइहरू छन् अनि म पनि बसेको समथिङ 1 साल भयो है विदेशदेखि आएर बसेको चाहिँ 1 साल भयो बाहिरको प्रोसेसिङ थियो मेरो पनि फाइनल्ली यसपालि चाहिँ चुनावमा भोट हाल्ने मौका चाहिँ पाएँ मैले है यो चाहिँ सायद मेरो भाग्य भएर पनि होला है अनि त्यस ठिकै गर्नु भएको छ गाउँपालिकामा है फोहोर नगरौ च्याउच्याउ बिस्कुट मिठाई जे खाए पनि है त्यसमा हाल्नुपर्छ ठिकै छ दाजुभाइहरू यादै गरौँ है Vaca nuvinaju borinja. Vaca nuvinaju borinja. Cat the yard set. Urinka anjailta. Patti छ वा ओ बल पट्टी सक्यो सुरु ओ छैन फल छैन फाइनल्ली बल पनि खेलियो है साला भोजाहरूसँग है बल खेलिसक्यो लगत्तै फेरि म घरतिर जाँदैछु है अब घरतिर पुगी पनि सक्छु अब केही टाइममा है बल पनि खेलियो तिर्खा पनि लागेको छ है अब पानी खाने ठाउँमा चाहिँ पुग्छु म त्यसपछि कुरा गरौँला साथीहरू है फाइनल्ली अब पानी खानुपर्ने हुन्छ है अनि भिडियो इन गर्नुपर्ने हुन्छ मैले चाहिँ अब धेरै जब बनायो भिडियो है कति मिनटको भएको त मलाई थाहा छैन है ठाउँ चाहिँ यस्तो छ बब्बाल छ है यस्तो हरियो छ कि अनि पानी खाने धारा चाहिँ त्यो हो है अब मैले पानी खानुपर्ने हुन्छ है तिर्खा पनि लागेको छ तलदेखि आएको है उकालो निस्किनु पर्छ नि त धारा यही हो है मुख धुनुपर्ने हुन्छ
मेसै मिलेन के पानी पनि खाइयो फाइनल्ली है पानी पनि खाइयो अब म केही टाइममै चाहिँ म घर पुग्छु 10-15 मिनट अझै पनि लाग्छ है उँभो निस्किनु पर्छ उकालो निस्किनु पर्छ यस्तो भिड छ है यस्तो भिड छ अनि बाटो पनि यस्तो छ है अब म चाहिँ अब केही टाइममै घर पुग्छु साथीहरू है अनि भिडियो इन गर्नुपर्ने हुन्छ